संसदीय कार्यक्रमका सभापति 15वटै लायन्स क्लबका अध्यक्षहरू, कार्यक्रममा उपस्थित हाम्रा एरियाका सिनियर लाइन लिडर एक्जिक्युटिभ डिस्ट्रिक्ट चिफ सिद्धार्थलाल चुकेज्यू, अन्य सिनियर लाइन साथीहरू, एरिया सेक्रेटरी पूर्ण सर, सम्पूर्ण साथीहरूलाई हार्दिक नमस्कार छ। विशेष गरी आज ढाकाटोपी दिवस र अङ्ग्रेजी नयाँ वर्षको शुभकामना अर्पण गर्न चाहन्छु। सम्पूर्ण डिस्ट्रिक्टको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट 15वटै क्लबका सम्पूर्ण साथीहरूलाई नयाँ वर्षको हार्दिक शुभकामना। हामी सेवा कार्य सँगसँगै यो फेलोसिपको माध्यमबाट साथीहरूसँग आपसी भाइचारा अभिवृद्धि गर्ने कार्यहरू पनि गर्छौँ। प्राय वर्षमा एकपटक रमाइलो पारिवारिक टाइपको फेलोसिप कार्यक्रम गर्छौँ। त्यसमा चाहिँ यो फेलोसिप भिन्न प्रकारको छ। किन भन्दा आफ्नो क्लबको मात्रै फेलोसिप हुन्छ, प्राय गरेर गर्ने गरिन्छ। तर यहाँले आफूले खोलेका, आफू एक्सटेन्सन चेयरपर्सन रहेर लायन्स क्लब अफ चितवन चौतारीले खोलेका सम्पूर्ण क्लबहरूका टिमलाई समेत सहभागी गराएर यो फेलोसिप कार्यक्रम राख्ने भने चाहिँ यो नितान्त, यो वास्तवमै फेलोसिप कार्यक्रमको एउटा अनुभूति हुन जान्छ। म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। यसको लिडरसिप चाहिँ डाक्टर गङ्गाले लिनुभएको छ। डाक्टर गङ्गालाई म धन्यवाद भन्न चाहन्छु। हामी चाहिँ यो डिस्ट्रिक्ट गभर्नर चाहिँ क्वालिफाइड चाहिँ 6 महिना पुगेपछि हुन्छ क्या, भनेको जुलाई 1 गतेदेखि हाम्रो कार्यकाल सुरु हुन्छ, डिसेम्बर एन्डसम्म 6 महिना पुग्छ। 6 महिना 1 दिन पुगेपछि चाहिँ डिस्ट्रिक्ट गभर्नर क्वालिफाइड हुन्छ क्या, भनेको हामी आजको दिनसम्म चाहिँ संसारमा सबैभन्दा बढी मेम्बरसिप ग्रोथ, क्लब एक्सटेन्सन गर्न सक्ने डिस्ट्रिक्ट संसारभरिमा बाँच्छौँ। भनेको यो चाहिँ डाक्टर गङ्गाको कारण पनि एउटा हो, किनभने उहाँले चाहिँ 15-16वटा क्लब चाहिँ एक्सटेन्सन गर्नुभएको छ। एक्लै भन्नाले एउटा चितवन चौतारी लायन्स क्लब तपाईँहरूको टिमले, त्यो चाहिँ चाने चुने कुरा होइन। र उहाँको सङ्कल्प थियो कि मलाई अस्ति पनि क्याबिनेट मिटिङमा जाँदाखेरि 4वटा क्लब लिएर जानु हो, जुन कुरा मलाई थाहा थिएन। मैले भने पनि होइन, मैले हुन्छ नि अलि प्रेसर गरेर गर्ने कुरा, त्यो पनि मैले उहाँलाई खासै गरेको छैन। किनभने यहाँ के सोचिन्छ भने अब क्लब धेरै गभर्नरले खोल भन्यो, गभर्नरले के पाउँछ भन्ने जस्तो पनि मान्छेले कसैले सोध्छ क्या, होइन। कम्युनिटीमा सर्भिस गर्ने मान्छेहरू ग्रोथ गर्ने र हामी डिस्ट्रिक्टले यति मेम्बरसिप ग्रोथ गर्यो, सेवा गर्ने हातहरू बढायो भन्ने खालको एउटा अन्तर्राष्ट्रिय जगतमा हाम्रो संस्थाको नाम आउने हो। त्यो नाम आउँदा त्यसको लिडरसिप मेरो भए हुनाले मेरो नाम अगाडि आउने, यति मात्र कुरा फरक, होइन। तर मान्छेले भन्दाखेरि के पाउँछ, गभर्नरले खोल भन्छ, मान्छे बढा भन्छ, के चाहिँ पाउँछ, यस्तो खालको पनि केही कुराहरू मान्छेले भन्छन्, हामीले सुन्ने गर्छौँ। त्यस कारणले गर्दा म चाहिँ नि प्रेसर चाहिँ कसैलाई पनि गर्दिनँ, किनभने यो गर्न जरुरी पनि छैन। किनभने बेनिफिटको कुरै होइन, कम्युनिटीलाई सेवा गर्ने मान्छे। आज हजुरहरू 15जना क्लबका साथीहरू 20-30 जनाको दरले 15 दुना 300-400 जना नयाँ साथीहरू 400 जना जम्मा भएको छौँ नि यो वर्ष, होइन। हजुरहरूको कारणले 400 जना साथीहरू त लाइनिजममा आबद्ध भयो नि त। विभिन्न सङ्घ संस्थामा थियौँ,